साथीहरू, आज म तपाईहरुलाई युट्युब च्यानल कसरी क्रिएट गर्न सकिन्छ, आफ्नो नामबाट कसरी एउटा युट्युब च्यानल बनाएर आफ्नो युट्युब च्यानललाई चलाउन सकिन्छ भन्ने बारेमा बताउन गइरहेको छु। सबैभन्दा पहिला कुनै पनि युट्युब च्यानल क्रिएट गर्नका लागि हामीहरूलाई एउटा जीमेलको आवश्यकता पर्छ। एउटा जीमेल क्रिएट गरेर अनि मात्र हामीहरू एउटा युट्युब च्यानल प्रोफेसनल युट्युब च्यानल क्रिएट गर्न सक्छौँ। त जीमेल क्रिएट गर्नको लागि हामीहरूलाई सबैभन्दा पहिला गुगल प्ले स्टोरमा जानुपर्ने हुन्छ। गुगल प्ले स्टोरमा जानुहोस् अनि गुगल प्ले स्टोरमा गएपछि अनि यस्तो इन्टरफेस खुल्छ साथीहरू। मसँग अहिले थुप्रै च्यानलहरू पनि रहेका छन्, तपाईहरु हेर्न सक्नुहुन्छ। म हजुरलाई एउटा नयाँ च्यानल कसरी क्रिएट गर्न सकिन्छ भन्ने अनि एउटा नयाँ जीमेल कसरी बनाउन सकिन्छ भन्ने बारेतिर म बताउन गइरहेको छु। हामीहरू एउटा नयाँ एउटा जीमेल बनाएर अनि त्यो जीमेलबाट नयाँ युट्युब च्यानल कसरी बनाउन सकिन्छ भन्ने बारेतिर म बताउन गइरहेको छु। सबैभन्दा पहिला हजुर यस्तो इन्टरफेस खुल्छ अनि तलतिर माथि मेरो थुप्रै च्यानलहरू रहेका छन्, 6-7 च्यानलवटा छन्। म हजुरलाई अब एउटा नयाँ जीमेल क्रिएट गर्नतिर जान्छु अनि तपाईहरु हेर्न सक्नुहुन्छ एड एनअदर अकाउन्ट यस्तो बनेको छ। एड एनअदर अकाउन्टमा क्लिक गर्नुहोस् अनि यस्तो इन्टरफेस खुल्छ साथीहरू। यस्तो इन्टरफेस खुल्छ अनि हामीहरूले गुगल जीमेल बनाउनु पर्ने हुन्छ, त्यही भएर गुगलमा क्लिक गर्नुहोस्। गुगलमा क्लिक गर्नुहोस् अनि एकछिन अलिकति टाइम लिन्छ यसले। पहिलो अब त्यसपछि यस्तो इन्टरफेस खुल्छ साथीहरू। अब हेर्नुहोस् फर्स्टमा दिएको छ, यदि हजुरहरूको अलरेडी नै कुनै जीमेल छ भने हजुरहरू यहाँदेखि इमेल र फोन नम्बरमा यहाँ लगइन गरेर साइन इन गर्न सक्नुहुन्छ। हामीहरू एउटा नयाँ जीमेल क्रिएट गर्न गइरहेका छौँ, त्यसको लागि हामीहरूले क्रिएट अकाउन्टमा क्लिक गर्नुपर्ने हुन्छ। क्रिएट अनि त्यसपछि दुईवटा अप्सन आउँछन्, फर माई सेल्फ अनि टु म्यानेज माई बिजनेस। आफ्नो कुनै व्यवसाय छ भने हजुरहरू टु म्यानेज माई बिजनेसमा क्लिक गरेर आफ्नो व्यवसायको लागि बिजनेसको लागि स्पेसली यो जीमेल बनाउन सक्नुहुन्छ। हामी अहिले फर माई सेल्फमा क्लिक गर्छौँ। फर माई सेल्फ अनि यस्तो इन्टरफेस खुल्छ साथीहरू। त्यसको लागि फर्स्ट नेम राख्नुपर्ने हुन्छ। फर्स्ट नेम म अहिले हजुरहरू जुन नामबाट पनि जीमेल बनाउन चाहनुहुन्छ, आफ्नै नामबाट अथवा अरू जुनसुकै नामबाट पनि बनाउन सक्नुहुन्छ। यहाँ हामी एउटा अहिले एउटा नाम राख्छु अनि नेक्स्टमा क्लिक गर्नुहोस् अनि यहाँ यस्तो इन्टरफेस खुल्छ। त्यसपछि बेसिक इन्फर्मेसन अनि इन्टर योर बर्थडे एन्ड जेन्डर भनेको छ। यहाँ जन्ममिति अनि लिङ्ग, कुन लिङ्ग पुरुष अथवा महिला हुनुहुन्छ त्यो यहाँ राख्नुपर्ने हुन्छ। अनि मन्थमा कुन महिनामा जन्मिनु भएको थियो त्यो मन्थ चुज गर्नुहोला अनि म जनवरी चुज गर्छु। अनि चाहिँ अनि जेन्डरमा मेल, म मेल छु त्यही भएर म मेल चुज गर्छु। अनि भरिसकेपछि अनि नेक्स्ट थिच्नुहोस् अनि हेर्नुहोस् चुज योर इमेल एड्रेस। चुज योर इमेल एड्रेस भनेको छ यो दुईवटा इमेल एड्रेस अटोमेटिक हजुरहरूले चुज गर्न सक्नुहुन्छ गुगलबाट आएका इमेलहरू। यदि हजुरहरू आफ्नै यी दुईवटा इमेलहरू लिन चाहनुहुन्न भने हजुरहरू आफ्नै स्वयं पनि जीमेल क्रिएट गर्न सक्नुहुन्छ। त्यसको लागि क्रिएट योर ओन जीमेल एड्रेसमा तलतिर तेस्रो नम्बरमा क्लिक गर्नुहोस् अनि यस्तो इन्टरफेस खुल्छ साथीहरू। अनि हामीहरू अहिले म
अनि यस्तो लेखेर नेक्स्ट गर्नुपर्ने हुन्छ। अनि हेर्नुहोस् के लेखेर आएको छ, द युजर नेम इज टेकन ट्राई अनदर। यसमा के भनिएको छ भने यो तपाईँहरूले लेख्नुभएको यो तपाईँहरूले यो जिमेल लिन चाहनुभएको यो जिमेल अलरेडी कसैले लिइसकेको रहेछ, त्यसैले यसलाई चेन्ज गरौँ। हामी चेन्ज गर्छौँ, अरू अक्षर थपौँ यसमा। अनि अब ल हेर्नुहोस्, अब यस्तो इन्टरफेस खोल्छ हजुरहरूको। जिमेल चाहिँ सक्सेस भएको छ, नेम। अनि यस्तो इन्टरफेस खोल्छ। क्रिएट अ स्ट्रङ पासवर्ड भनेर लेखिएको छ। अनि क्रिएट अ स्ट्रङ पासवर्ड विथ अ मिक्स अफ लेटर नम्बर्स एन्ड सिम्बल्स भनेर लेखेको छ। यसमा के भनेको छ भने यो पासवर्ड एउटा मजबुत पासवर्ड राख्नुपर्ने हुन्छ, मिक्स गरेर। अनि सानो अल्फाबेटिकल अनि स्मल लेटर साथै नम्बरहरू पनि अनि सिम्बल अनि राख्नुपर्ने हुन्छ मिलाएर। अनि स्ट्रङ पासवर्ड राख्नु भनिएको छ यसमा। अनि हामी एउटा स्ट्रङ पासवर्ड राख्छौँ, यसमा राखौँ। अनि स्ट्रङ पासवर्ड अनि हेर्नुहोस्, अनि यस्तो इन्टरफेस खोल्छ। एड फोन नम्बर टु अकाउन्ट, फोन नम्बर अकाउन्ट भनेको छ। अनि अब यहाँ आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ, हजुरको आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। मैले यसमा मेरो नम्बर आएको छ यसमा अलरेडी। अनि म यसलाई नेक्स्ट गर्छु। अनि यस्तो इन्टरफेस खोल्छ साथीहरू। रिभ्यू योर अकाउन्ट इन्फो भनेको छ। अनि मोबाइल नम्बर किन यसमा माग्छ भने यदि हजुरहरूको पछि यदि आफ्नो जिमेलको पासवर्ड बिर्सिनु भयो भने रिकभर गर्नका लागि हजुरको मोबाइल नम्बर चाहिन्छ। अनि हामी नेक्स्ट गर्छौँ। अनि यस्तो इन्टरफेस खोल्छ। अनि तलतिर स्क्रोल गर्नुहोस्। अनि एग्री सम्पूर्ण यसमा यो लेखेर आएको छ। अनि एग्रीमा क्लिक गर्नुहोस्। आई एग्रीमा क्लिक गर्नुहोस्। अनि एकछिन अलिकति टाइम लिन्छ यसले, नेटवर्कको कारणले हो अलिकति यो टाइम लिएर आएछ। एकछिन वेट गर्नुपर्ने हुन्छ। अब नयाँ जिमेल बन्दैछ। धेरै सजिलो रहेछ साथीहरू, यो जिमेल बनाउनुदेखि लिएर सम्पूर्ण च्यानल क्रिएट गर्दासम्मको धेरै सजिलो प्रोसेस रहेछ। एकछिन टाइम लिइसकेपछि यस्तो इन्टरफेस खोल्छ साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ। दायाँपट्टिको माथितिर रहेको छ च्यानलको लोगो आएको छ। हामीहरूले अहिले फोटो हालेका छैनौँ, च्यानलको लोगो हालेका छैनौँ, पिक्चर हेर्न सक्नुहुन्छ तपाईँहरू। एउटा जिमेल आइडी त बनिसक्यो। अब यो जिमेल आइडीबाट हामीहरूले एउटा युट्युब च्यानल कसरी बनाउने त? अब त्यसको लागि सबैभन्दा पहिला सिधा हामीहरूले युट्युब एपमा जानुपर्ने हुन्छ। युट्युब एपमा गइसकेपछि हामीहरूको जतिवटा जिमेलहरू हाम्रो मोबाइलमा छन्, हामी सेभ गरेको, त्यो पूर्ण यहाँ आइहाल्छन्। तलतिर हेर्न सक्नुहुन्छ, माथितिर मेरो थुप्रै च्यानलहरू रहेका छन्। हामीहरूले क्रिएट गरेको अहिले नयाँ च्यानल हेर्न सक्नुहुन्छ, तलतिर रहेको छ। अब च्यानलमा क्लिक गर्नुहोस्। अब तपाईँहरू हेर्न सक्नुहुन्छ, माथितिर यो च्यानलको लोगो आएको छ, हेर्न सक्नुहुन्छ। च्यानलको लोगोमा क्लिक गर्यौँ हामी। अनि यस्तो इन्टरफेस खोल्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब
हेर्नुहोस् यो च्यानल भनेर लेखिएको छ, त्यसमा क्लिक गर्नुहोला। यो च्यानलमा क्लिक गरेपछि अनि यस्तो इन्टरफेस तपाईहरूले देख्न सक्नुहुन्छ। यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। अब हेर्नुहोस्, चेन्ज यर फोटो टेक अ न्यू वान भनेर लेखेको हुन्छ। यो हजुरहरू यो च्यानलको लोगो चेन्ज गर्न सक्नुहुन्छ। यहाँदेखि हजुरहरू सजिलोसँग च्यानलको लोगोमा आफ्नो चेन्ज गर्न सक्नुहुन्छ, फोटो हाल्न सक्नुहुन्छ च्यानलमा। अनि यहाँ तलतिर के लेखेको छ भने बाई टाइपिङ क्रिएट च्यानल यु एग्री टु YouTube streams of service change made to your name and avatar and visibility only on YouTube and not other Google services learning भनेर लेखिएको छ। यदि हजुरहरू यही आफ्नै जुन नेमले हजुरहरू जिमेल बनाउनु भएको थियो त्यही नामबाट हजुरहरू युट्युब च्यानल बनाउन पनि सक्नुहुन्छ, अथवा यहाँ कुनै चेन्जेस पनि हजुरहरू सजिलोसँग गर्न सक्नुहुन्छ। हामी अहिले चाहिँ अलिकति चेन्ज गर्छु म यसमा, चेन्ज गर्छु। अनि यति गरिसकेपछि क्रिएट च्यानलमा क्लिक गर्नुहोस्। क्रिएट च्यानल हेर्नुहोस्, तपाईँको युट्युब च्यानल सक्सेसफुल भएको छ, क्रिएट हुनमा सक्सेस भएको छ। अब हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँदेखि। अब हजुरहरूको यो युट्युबको च्यानलको जर्नी सुरु हुन्छ। अब यहाँदेखि हजुरहरू सजिलैसँग यसमा क्रिएट अ भिडियो, यसमा सजिलैसँग भिडियो बनाएर भिडियो अपलोड गर्न सक्नुहुन्छ। यति गर्दा हजुरहरूको च्यानल सक्सेसफुल्ली क्रिएट हुन्छ। अनि कस्तो लाग्यो त साथीहरू भिडियो लाइक कमेन्ट गर्न नबिर्स्नुहोला। साथै यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्स्नुहोला। थ्याङ्क यू फ्रेन्ड्स।